तर यस्तो छ है मोटो भ्लगिङ सेटअप चाहिँ हेर्न सक्छौ। अनि बाइक पनि यहाँ छ। लुक एट द बाइक। यस्तो छ NS200। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आजको भ्लगमा हजुरलाई स्वागत छ। सो आज चाहिँ भ्लगको सुरुवातमै नयाँ चस्माबाट हुँदैछ है। टक्क हाम्रो शङ्कर अङ्कलको चस्मा घरबाट चाहिँ मैले एउटा चस्मा लिइसकेँ है। अनि यहाँ चाहिँ हाम्रो अङ्कल हुनुहुन्छ, शङ्कर अङ्कल चाहिँ यहाँ बसिरहनु भएको छ। हाम्रो मा पनि ल हामी चाहिँ एउटा सामान पिक गर्न पनि आएको थियौँ। अनि सामान पनि पिक गऱ्यौँ, यो कफीको होइन। यिनी चस्मा नि हेरेको थियो, त्यो चाहिँ अब खासै अलिक मन परेन। लोकेसन चाहिँ हाम्रो सिधै हेर्न सक्नुहुन्छ, पेट्रोल पम्पको सिधै अपोजिट साइडमा छ हाम्रो शङ्कर चस्मा घर, हाम्रो छिमेकी अङ्कल। यति नै हो। अनि आज चाहिँ हामी यसो थोरै सानो मिनी राइडमा पनि जान्छौँ। लेट्स सी, एकछिन पछि भेट्नुपर्छ है। म काठमाडौँबाट अस्ति आएको 2-4 दिन भयो। अनि यहाँ मामाले पनि यहाँ चस्मा हेर्न सक्नुहुन्छ। ल 1800 को चस्मा। अब फ्याक्ट कुरा भन्ने के मामा होइन, किन अब यताउति भन्ने। बक्स चाहिँ यहाँ मैले यस्तो राखिरहेको छु, मामाको बक्स है। अनि मामा चाहिँ यहाँ अब हामी चाहिँ जाँदैछौँ। आज चाहिँ हामी बवाईसम्मको यात्रा छ। हेरौँ, बाइक लगेर गइहाल्यौँ भने बाइक लगाइहाल्यौँ के अरे। अब यसको चाहिँ यहाँ हेर्नु न, यहाँ मिररहरू छैन के। मिररहरू नभएको कारणले चाहिँ बाइक नलगेर गाडीमै जाऊँ भन्ने कुरा छ। अब हेरौँ के कस्तो हुन्छ होइन, के कस्तो हुन्छ हेरौँ साथीभाइहरू। अब चाहिँ हामी यहाँ छिन्चु बजारबाट निस्किएर अब जानुपर्ने हुन्छ बबैतर्फ। अब कान्छी पनि जान्छ होला सायद, कान्छी भाइ पनि जाने भन्ने कुरा भइरहेको छ। कान्छी भाइ चाहिँ हाम्रै घरमा छ। अनि कान्छी भाइलाई पनि लग्छौँ होला। अनि मा भन्जाको 2टा चस्मा। अब चाहिँ हामी रकेट हालेर लाग्नुपर्ने हुन्छ। अब चाहिँ हामी यताबाट घुमेर जानुपर्ने हुन्छ। रुल्स है केटा हो, रुल्स चाहिँ तिमीहरूले ब्रेक गर्नु परेन, रुल्स चाहिँ फलो गर्नु पऱ्यो है। रङ साइड चाहिँ कहिल्यै पनि हाल्नु हुँदैन। अब साइड लाइट टिट ल, साइड लाइट पनि बोलिसकेको छ हाम्रो, साइड लाइट बोलिसकेको छ। अब चाहिँ हामी चौधे 2टी हेलमेट लगाएर ल गएर आउनु चाँडो। कफी अनि हाम्रो मायालु चाहिँ यहीँ है। हाम्रो मायालु छिन्चुको वान्टेड भएको छ। अस्ति चाहिँ यो बिल्ड गरेको क्या, नयाँ यो हालेको, कस्तो देखिरहेको छ पक्क हेर्न सक्नुहुन्छ। यो बागमती प्रदेशको छ। अब यसलाई यहाँ भेको गराउनु छ है, कर्णाली प्रदेशको बनाउनु छ। यति नै हो। अब के भनिराख्नु, RX 100 रियरली पाउँछ यो बाइक चाहिँ आजभोलि, अब त्यस्तो पाउँदैन। ल हाम्रो यहाँ चाहिँ घोडा स्टार्ट भइसकेको छ। लेट्स गो। घर छ स्पिड। चलपल दिँदै छिन्चुमा, अलराइट गाइस, हामी चाहिँ अहिले घर आइसक्यौँ। घर आएर पनि अब चाहिँ हामी निस्किन आएका छौँ। अनि बाइक चाहिँ यहाँ पार्क गरिसकेका छौँ। अनि मामाको आउटफिट चाहिँ हेर्न सक्नुहुन्छ। लुक एट द आउटफिट। ब्याग स्याग भिरेर डक्क लाएर अब चाहिँ चल्दैछ है। मामा लोकल गाडीको यात्रा कस्तो हुँदैछ? लोकल गाडीको हेर्न सक्नुहुन्छ। भात खाने गाडी हो, कान्छीको भात खाने गाडी होइन। कान्छीलाई पनि लगेर जाँदैछौँ हामी। सो अलराइट गाइस, हामी चाहिँ यहाँ फाइनली बबा आइपुग्यौँ है। बबा आएर पनि यहाँ चिया खाँदैछौँ। एप्पल आएर यहाँ चिया खाँदै। यहाँ चाहिँ मामा र यहाँ दोस्ती यहाँ हुनुहुन्छ। अनि कान्छी भाइ चाहिँ यता छ। अनि यहाँ चाहिँ साथीको मोटो भ्लगिङ सेटअप यस्तो छ है। अब चाहिँ हामी यति चिया खाएर चाहिँ अब उता माथितिर निस्किन्छ। सो केटा, म चाहिँ फाइनली यहाँ मोटो भ्लगिङ सुरु है। फर्स्ट टाइम के कस्तो भएको छ थाहा छैन, क्यामेरा एङ्गल कस्तो छ थाहा छैन, तर यस्तो छ है मोटो भ्लगिङ सेटअप चाहिँ हेर्न सक्छौ। अनि बाइक पनि यहाँ छ। लुक एट द बाइक। यस्तो छ NS200 मेरो दोस्तको NS। लेट्स गो। अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ है। यही बस भनेको। ल केटाहरू चाहिँ यस्तो छ। मेरो भाइ बस यहाँ बस्न कहाँ बस्यो नि। ए ल म पाइन्ट मास सार्छु, म पुरै मास सार्छु। के भयो पाइन्ट? ल यहाँ चाहिँ भाइले पाइन्ट साइन पुरै सारेर ठाउँ त होइन। यस्तो छ है। फर्स्ट टाइम गर्न लगाएको थाहा छैन। NS200
बवाल छ त्यहाँ साउन्ड बवाल छ अहिले मार्छ त अनि यसले चाहिँ यो यो ल बस बस मेरो साथीभाइहरू 4 जना भयो भयो केटा 40 केटा 4 जना त्रिपल 40 क्या फस्यो गरे केटा यही छ मजा भइरहेछ केटा केटा हामीसँग साटेर बस्छ है केटा हो सामानहरू किन्ने ल यहाँबाट चाहिँ अब केटाहरूले सामानहरू किन्दैछ चाउचाउहरू के खाने अरे त्यही भएर सामानहरू किन्दैछ केटाहरूले ल मामा चाहिँ हाम्रो आजको स्पोन्सर बाई मेरो मामा पैसा झिकेर चाहिँ दिँदैछन् अनि यतापट्टि चाहिँ हाम्रो मायालु छ हेर्नु सक्नुहुन्छ मिठो छ है ग्राफिकहरू मिडियम यो हुइल्स कभरहरू यिनीहरू चाहिँ मस्त हालेको छन् साथीले अब एनएस चलाउन भन्दा आएको थियो केटा हो तर के गर्नु सिचुएसन नै त्यस्तो भयो एनएस चलाउनु पर्ने भयो होइन के छैन आफूले राम्रोसँग सेफ्टीसँग चलाए चाहिँ केही हुँदैन के रहेछ थाहा भएन मेरो भाइ अनि त्यहाँबाट यहाँबाट कता निस्किन्छ एउटा त्यो के सुरुङ ए सुरुङ चाहिँ यता हो नि यता हो सुरुङदेखि चाहिँ यता चाहिँ हामी एउटा यस्तो गुफा टाइपको वाटरफल छ क्या अनि त्यहीँ जानु लाग्यो ए आर यु गाइज एक्साइटेड बबाल एक्साइटेड ल भाइरल भयो जस्तो भइहाल्यो नि ल केटा राम्रोसँग बस है राम्रोसँग बस 4 जना बस केटा बस छिटो भयो केटा लेट्स गो कताबाट जस्तो के बाटो कता सिधै चल्लाहरू है चल्लाहरू चाहिँ जोगाम केटा हो है चल्लाहरू चाहिँ जोगाउनु पर्छ है केटा कता दोस्त साथीहरू हेर्न सक्नुहुन्छ हामी चाहिँ मोटो भ्लगिङदेखि चाहिँ यता माथि आइसक्यौँ हेर्न सक्नुहुन्छ यस्तो छ ठाउँ चाहिँ अब यहाँबाट चाहिँ थोरै माथि छ अरे यता माथि छ अरे अनि उतातिर जानुपर्ने हुन्छ होइन अनि यहाँ बक्सरमा है अहिले त बक्सरमा म यहाँ टाढा बबाल रहेछ भने आम्बो सही छ सङ्घर्ष चाहिँ गरेँ है यहाँ ल 1 2 3 गइदिरा धन्नै
सही छ पानी गडामा हामी चाहिँ यहाँ स्विमिङ हानेर अब निस्किन आँटेको यहाँ जङ्की दाइहरू आउनुभएको थियो अब चाहिँ निस्केको हामी सो अल द्याट गाइस अब चाहिँ हामी नुहाएर चल्दैछ है फेरि पनि बस है केटाहरू हामीसँग मस्त लाएर भेडाहरू हेर्नु सक्नुहुन्छ यतातिर चाहिँ भेडा पाखाहरू छ है हामी चाहिँ यहाँदेखि अब बिस्तारै जानुपर्ने हुन्छ यता गाउँको मान्छेलाई पनि केही नहोस् क्या असर नपरोस् ब्यालेन्स चाहिँ त्यो हुन्छ क्या 4 जना खान त त्यही भएर अब त यो त बाटोमा त फेरि मक्खन जान्छ नि त मजा लाएर जानुपर्ने हुन्छ साथीभाइहरू अब चाहिँ हामी सिधै पुलमा हुन्छ ल यहाँ 2 जना चाहिँ हाम्रो हिँड्दै जाँदैछन् मामा र म चाहिँ अब बाइकमा जानुपर्ने हुन्छ लेट्स गो मेरो मामा चाहिँ यहाँ डराइरहेको छ नि त्यो बिस्तारै भनिरहेको छ पुलमा जाने हो कि तिम्रो म तिम्रो लागि ल हामी चाहिँ पसलमा आइसक्यौँ हेर्न सक्नुहुन्छ टक्क लाएर साइड लाइट कस्तो ल अब चाहिँ यहाँ पसलमा आइसक्यौँ हामी केटाहरू चाहिँ अघि हिँड्दै आयो कि उता अलिकति मामाहरूको डर हुन्छ नि त त्यही भएर चाहिँ अलिकति हाम्रो पुलिस मामाहरूलाई पनि रेस्पेक्ट गर्नु पर्यो नि त केटा हो यत्तिकै त होइन नि त हौ ऊ आउँदैछन् उताबाट हाम्रो चाहिँ पसल चाहिँ यही नै हो हजुरहरू पनि आउनु सक्नुहुन्छ हाम्रो बबाई पुल चाहिँ ऊ यता छ होइन अब बबाई पुलमा जानु त होला कि कसो पुलमा जानु त होला नि जानुपर्छ आइसक्रिम खाओगे 20 रुपये में 4 दो ना भैया 20 रुपये में 4 दो ना हमारे भैया किधर है आओ ना इधर भैया किधर गए इधर आओ हजुर 4 वाला ये वाला हमको उयो कौन वाला 4 वटा पुल चाहिँ हानेर छ अब हामी एकछिन पुलमा गएर यसो हजुरहरूलाई पुलको दृश्य देखाउनेवाला छौँ मगरमच्छ क्रोकोडाइल हो कि क्या कपाल हेर्नु सोच्छ आइसक्रिम खाओगे भैया आइसक्रिम खाओगे नहीं भैया आइसक्रिम खाओगे नहीं खाऊंगा ल हेर्नु सक्नुहुन्छ यो चाहिँ बबाईको पुल यस्तो छ है बबाईको पुल अहिले बबाईको पुलमा छौँ भैया तुमहरू पनि घर जान आउँदा होइन सो अल राइट गाइस अब चाहिँ हामी घर निस्किँदैछौँ अभिषेक मामा चाहिँ यतै बस्ने कुरा भयो क्या अनि कान्छी भाइ र म चाहिँ अब घर निस्किन लाग्यो अनि अब सिधै अब घरतिरै गएर भेट्छु है रोनाल्डो सु गर्थ्यो सु लगेर म चाहिँ यहाँ फाइनली छिन्चु बजार आइसकेँ है अनि यहाँ चाहिँ हेर्न सक्छ बालेनको डोजर बालेनको हो कि कसको हो नगरपालिकाको यहाँ चाहिँ बालेनको होइन रे नगरपालिकाको डोजर चलिसकेको छ हाम्रो छिन्चुमा अब विकासकै लागि चलिरहेको छ है अब चाहिँ हामी पेट्रोल लगेर अब घरतिर जानुपर्ने हुन्छ हामी चाहिँ घर पुग्न लाग्यौँ केटा हो तिर्फल लोड ल म चाहिँ फाइनली घर आइसकेँ है पेट्रोल लिएर अनि योमा चाहिँ अब पेट्रोल हाल्नुपर्ने हुन्छ 300 को पेट्रोलले 3 दिन चल्दिरहेको केटा हो आरएक्समा चाहिँ अब पेट्रोल धेरै खान्छ भन्छन् मान्छेले तर त्यति बित्ति खाएको जस्तो लागेन मलाई होइन अनि आजको दिन चाहिँ एकदमै रमाइलो भयो मजा भयो अनि यो भ्लग चाहिँ अब यतितिर अन्त्य गर्न चाहन्छु लास्टमा हेरिदिनु भएको छ एकदम धन्यवाद अब छिटै अर्को नेक्स्ट भ्लगमा भेटौँला बाई बाई टेक केयर है त गाइस